हेलो गाइस, ल आज हामी चाहिँ यहाँ धरानको रासा तालमा फिसिङ गर्न आछौँ है। यहाँ फिसिङ रड लिएर होइन सम्झे हो ल आज यहाँ तालमा छौँ हामी। अनि यहाँ चाहिँ अब माछा मार्न आछौँ हामी है। माछा कतिवटा पर्ने हो सोल्टी माछा मारिदियो ल। उसो भाइ यहाँ माछा मार्न छिराउ न यहाँ हाम्रो अहिले खिच्दै ल। यहाँ पनि माछा पारेको रहेछन्, फेरि कत्रो छ देखाउँछ है। यो मरिसक्यो माछा हो भन्नु त जिउँदैछ यहाँ चाहिँ यत्र यत्र माछा रहेछ। खै यो ठुलै छ है, मरिसके जस्तो छ ल। हामी चाहिँ अब यहाँ टक्क फिसिङ रड हान्न आछौँ है। यहाँ फिसिङ रड सबैजना आउँदैछन् मान्छेहरू। यहाँ चाहिँ टक्क टिकट काटेर आउने अनि माछा मार्ने ठाउँ रहेछ यो चाहिँ। पक्षी हान्ने ठाउँ टक्क फिसिङ रड किनेर आयो। टिकट कति रे एउटा माछाको? 300 रुपियाँको टिकट काटिसकेपछि जति माछा मारेर लग्नु भयो के अरे भयो पनि भयो है, लगे पनि भयो। तर माछा चाहिँ पर्नु पर्यो। अब एउटा पर्छ कि पर्दैन के पानी जमेको पानीमै हुन्छ नि।